हेलो हेलो, गुड मॉर्निंग। और हाँ, सबके हाल खबर की है। आई होप सबके ठीक ठाक है। हमरो ठीक है। हम खाना बनबै छी किचन में। हमार बौआ के खोकी हुए बाबू त्यो रूम में जाने हो लाउनुस् त यता बाबुलाई खोको हजुर कहाँ उठ्नुस् चलो चलो खोको भयो बाबु त्यो रुममा। यता बस्ने हो के अनि टिभी हेर्ने बाबुले। मेरो बाबु टिभी हेर्छ। तपाईहरुको आज व्रत छ कि छैन भन्नु। मेरो चाहिँ छैन है। आउ बाबु ये हमर बौआ यो मेरो बाबुको के हो स्पाइडरम्यानको मास्क। यो मास्कको लागि मेरो बाबु घुम्न गएको थियो अनि रुँदा रुँदै किनेको बाटोमा। यसको सेट्टै किनिदिए रोएन तर रोएरै भन्यो कि मलाई चाहियो भनेर। अनि बाबुको बाबाले फटाकसिन किनिदिइहाल्नु हो सेट्टै। त्यसमा क्याप छ अनि ब्याग छ अनि तलमाथिको लुगा छ अनि यसलाई मास्क छ। यति कुरा छ त्यसमा। अनि मेरो खाना पाक्दैछ। म खाना पकाउँदैछु। मेरो खानामा आज आलु बोरीको सब्जी पाक्दैछ। तपाईहरुलाई मन पर्छ कि नै भन्नु। म सब थोकमा भन्छु है। तपाईहरु भन्नुहुन्न भन्नुपर्छ नि है। मेरो कुरा मान्दिनु न है। अनि मलाई सपोर्ट गर्नु। मलाई लाइक गरिदिनु। युट्युबमा सब्स्क्राइब गरिदिनु। तपाईहरुको बिना म केही गर्न सक्छु त सक्दिनँ नि। तपाईहरुको सपोर्टको एकदम जरुरी छ मलाई। तपाईहरु सपोर्ट गरिदिनुस्। अहिले पनि गरिदिराख्नु भएको छ। यसरी नै अझै सपोर्ट गरिदिनु धेरै। मेरो यो कुर्ता नि राम्रो देखियो है। आज म फर्स्टै लगाएको यो कुर्ता। अनि यो माला छ नि मेरो। यो माला 4-5 वर्ष पुरानो हो। यो माला म अनि मेरो साथी गाउँबाट आएको थियो। अनि हामी दुईजना गथे घुम्नलाई सङ्घा। अनि सङ्घामा यो किनेको यो माला। अनि यो डबल लेयर वाला थियो, ठुलो थियो। मैले चाहिँ त्यसलाई आफै बनाएर यसरी बनाएको के राम्रो लागिरहेछ नि। राम्रो यो छ नि यो दाना यसले गर्दा झन् राम्रो देखिरहेछ। अनि यो मेरो लुगा। अनि यो मेरो चुरा। मेरो सासू मम्मीले दिएको वाला चुरा। अनि यो हेर्नु मेरो बाबुले ब्याटले हानेर फुटाइदियो। यो निकालिहालौँ है। यस्तो लाउनु हुँदैन भन्छ नि त। वाउ ग्रीन। आज मलाई अलि पूजाहरूको बारेमा केही कुरा थाहा भएको कुराहरू म तपाईहरुसँग पनि सेयर गर्न मन लाग्यो। अनि म सेयर गर्न चाहन्छु। पूजा सम्बन्धी केही कुराहरू मलाई पनि त्यति थाहा छैन। जति थाहा छ त्यति म सेयर गर्न चाहिरहेको छु। अनि त्यसमा पनि केही कमी कमजोरी छ भने तपाईहरु भन्नु। कहाँ गल्ती भइरहेछ मबाट पनि त्यो पनि भन्नु ल। अनि मैले अब कहाँबाट सुरु गरौँ। पूजादेखि सुरु गरौँ है। पूजा सम्बन्धी छ त पूजाबाट सुरु गरौँ। जस्तो घरको पूजा गरिन्छ नि। घरको पूजा गर्नुभन्दा पहिला हाम्रो घरमा र बाहिर तुलसी माता अनि सूर्य भगवानलाई जल चढाउँछौँ हैन। त घरमा पूजा गर्नुभन्दा पहिला बाहिर चाहिँ तुलसी मातालाई अनि सूर्य भगवानलाई जल चढाएर त्यसपछि मात्रै भित्र पूजा गर्नुपर्छ। अनि भित्र पहिला गरेर अनि त्यसपछि बाहिर गर्यो भने त्यो स्वीकार्नुहुन्न अरे के। सूर्य भगवानले पनि स्वीकार्नुहुन्न जल अनि तुलसी माताले पनि स्वीकार्नुहुन्न अरे के। त्यही भएर चाहिँ पहिला सूर्य भगवानलाई र तुलसी मातालाई जल चढाएर मात्रै घरमा पूजा गर्नुपर्छ। मलाई चाहिँ थाहा चाहिँ म पनि त्यस्तै गरिरहेको छु। पहिला त मलाई पनि थाहा थिएन। अहिले चाहिँ अब जहिलेदेखि थाहा भयो अनि म त्यस्तै गरिरहेको छु। अनि अर्को कुरा चाहिँ पूजा गर्नुभन्दा पहिला जो सुहागन महिलाहरू हुन्छ नि, दिदी बहिनीहरू हुनुहुन्छ, जो हुनुहुन्छ, माताए हुनुहुन्छ हैन,
सुहागन महिलाहरूको पहिला भन्दैछु। सुहागन महिलाहरूले चाहिँ फुल सिँगार जति हतार भए पनि होइन, फुल सिँगार भनेको अब धेरै नगरे पनि है, सिन्दुर बिन्दी अनि सिन्दुर भयो, बिन्दी भयो होइन, लिपस्टिक भयो, योहरू पनि सिँगारमै आउँछ, 16 सिँगारमा आउँछ होइन। अनि केही नगरे पनि तपाईँले बिन्दी र सिन्दुर लाएर मात्रै पूजा गर्नुपर्छ है। नुहाएर बिहान उठ्यो, हातमुख धोयो, नुहायो, पूजा गर्यो त्यस्तो होइन। तपाईँ नुहाउनु छ भने नुहाएर, हाम्रोमा त अब ननुहाइकन म पूजा गर्दिनँ। अब तपाईँहरू कसरी गर्नुहुन्छ त्यो चाहिँ हेर्नु होला। अब यहाँ हेर्छु कतिजनाले चाहिँ हातमुख धोएर पनि गर्नुहुन्छ। त्यसरी गर्दा पनि सिन्दुर बिन्दी लाएर मात्रै गर्नुहोस् है दिदीबहिनीहरू। मलाई थाहा भएको कुरा भन्दैछु। भगवानले हामी जस्तो रूपमा भगवानलाई पूजा गर्छौँ नि त्यस्तै रूपमा स्वीकार्छ अरे के। जस्तो हामी सबै सिँगार गरेर पूजा गर्छौँ भने त्यही रूपमा स्वीकार्नुहुन्छ भनेर मलाई चाहिँ थाहा छ। त्यही भएर म पनि त्यही गर्छु। अनि अरू केही नभए पनि सिन्दुर बिन्दी लाएरै पूजा गर्नुपर्छ। अनि त्यसपछि चाहिँ अनि चुरा हातमा चाहिँ हात खाली राख्नु हुँदैन है। हात खाली राखेर पूजा कहिले पनि गर्नु हुँदैन सुहागन दिदीबहिनीहरूले है। माता जो हुनुहुन्छ, अब मभन्दा ठुलोहरू हुनुहुन्छ, उहाँहरूलाई थाहा होला होइन। जसलाई थाहा छ, जसलाई थाहा छैन तिनीहरूसँग म भन्न चाहन्छु। हाम्रोमा त लठी प्राय लाउँछ, तर लठी चुरा बाला जे हुन्छ होइन, हात खाली चाहिँ राख्नु हुँदैन, लगाएर मात्रै पूजा गर्नुपर्छ भनेर थाहा छ मलाई। अनि त्यसपछि चाहिँ अर्को कुरा, फुल टिप्दा बिहान जब पूजा गर्नलाई हामी फुल टिप्छौँ नि, त्यो फुल चाहिँ नुहाउनुभन्दा पहिला टिप्नुपर्छ है। नुहाएर त्यो फुल टिप्यो भने त्यो फुल फेरि भगवानजीलाई स्वीकार हुँदैन। नुहाउनुभन्दा पहिला फुल टिपेर ल्याउने अनि राख्ने, त्यसपछि नुहाउने अनि त्यो फुल चढाउने। नुहाउनुभन्दा पहिला टुटाउनु पर्छ फुललाई, नुहाएपछि चाहिँ टुटाउनु हुँदैन। त्यो फुल फेरि भगवानजीलाई स्वीकार हुँदैन। अनि आइतबार चाहिँ सूर्य भगवानलाई के भन्छ, तुलसी मातालाई सरी है, तुलसी मातालाई चाहिँ आइतबारको दिन जल चढाउनु हुँदैन है। तुलसी मातालाई जल चढाउनु पनि हुँदैन अनि टच पनि गर्नु हुँदैन, छुनु पनि हुँदैन तुलसी मातालाई। न पात पनि टिप्नु हुँदैन अनि छुनु पनि हुँदैन, जल पनि चढाउनु हुँदैन आइतबार चाहिँ तुलसी माताको। तपाईँहरू पनि चढाइराख्नु भएको छ भने नचढाउनु, पूजा गर्नु हुँदैन आइतबार। अब अनि भोला बाबाको दिन अहिले महिना चलिरहेछ, सावन महिना होइन। अनि आज सोमबार हो। अनि सोमबार चाहिँ बेलपात्र पनि टिप्नु हुँदैन है। बेलपात्र कहिले पनि सोमबारको दिन टिप्नु हुँदैन। तपाईँले सोमबारी गर्नुहुन्छ या सोमबार पूजा गर्नु छ भने आइतबार नै टिप्नु, आइतबार नै टिपेर बेलपत्र राख्नु। सोमबार चाहिँ टिप्नु हुँदैन बेलपत्र, किनभने भोला बाबाको एकदम प्रिय हो, एकदम त्यो त सबैलाई थाहा होला होइन। त्यही भएर चाहिँ त्यो दिन टिप्नु हुँदैन बेलपात्र।